दाइ हजुर। मेरो त भिसा झरेछ, अब त जब छोड्नु पर्ने भयो। अब तपाईँको पनि आफ्नो व्यापार छैन, मलाई धेरै स्यालेरी दिएर नि साध्यै छैन। म त विदेश नगइ नभन्नु भयो दाइ, उपाय नै भएन। ठिकै छ नि त। अब तिम्रो भिसा आयो भने मैले तिमीलाई रोक्न मिलेन होइन। तिमीले तिम्रो भविष्य मात्रै हेर्नु पर्यो नि। ठिकै छ, जाऊ आफ्नो भविष्य बनाऊ। दाइ मलाई आफ्नो देश छोडेर जानै मन छैन, तर यहाँ बसेर पनि केही अवसरै छैन। हाम्रो देश किन विकसित नभयो होला दाइ? भाइ, अनि देश किन विकसित हुनुपर्छ नि? हामीलाई त चुनाव अगाडि प्रचार प्रसारको बेला होइन, जसले हामीलाई मासुभात खान दिन्छ, जसले हामीलाई 2 पैसा दिन्छ, जसले बाइकमा पेट्रोल हाल्छ होइन, उसैसँग हामी त बिकेर उसैलाई जिताउने हो कि। हामीले पछिको 5 वर्ष सोच्ने होइन कि बाँकी रहेको 5 वर्ष के हो र, हामी जाम्ला खाडीमा गएर पसिना बगाउँला होइन। भए पनि के नै होला र, आफूलाई जन्म दिने बुढा रोगी भएका बाबालाई छोडेर जानु पर्ला, आफ्नो प्राणभन्दा प्यारा बाल बच्चा र आफ्नो श्रीमतीलाई छोडेर जानु पर्ला होइन। सबैलाई छोडेर विदेश जानु पर्यो भने के नै हुन्छ र? आफ्नो बुढाहरूको बाबाहरू बिहे भनेर आउन नपाएला, आफ्नो जवानीमा श्रीमतीलाई टाइम दिन नपाएला, आफ्नो प्राणभन्दा प्यारा बच्चाहरू आफ्नै आँखाहरू झुकेको हेर्न नपाएला। र यसरी नै 5 वर्ष बित्छ र 5 वर्षपछि फेरि अर्को चुनाव आउँछ र 5 वर्षपछि फेरि हाम्रो सानसानो भएका भाइ बहिनीहरू हुर्केर ठुला भएको हुन्छन्। फेरि उनीहरू पनि त्यसपछि चुनावमा उनीहरूले नि मौज गर्छन्। चुनावपछि फेरि उनीहरूको र हाम्रो भेट हुने भनेको फेरि खाडीमा हो। र हाम्रो देशमा परपूर्वकालदेखि चलिआएको परम्परा यही नै हो। हामी कसैलाई देश विकास गर्दै छैन, छ र छैन नि। हामीले त 5 वर्षको लागि होइन कि, हाम्रो लागि भनेको त 5 वर्षमा चुनाव अगाडिको 1 महिना मात्रै हो कि। चुनाव अगाडिको 1 महिना सकेसम्म चुनावमा उठेको नेताहरूलाई कसरी लुट्न सकिन्छ लुट्ने हो, र चुनावपछि जितेपछि रहेको 5 वर्ष चाहिँ फेरि उनीहरूले हामीलाई र हाम्रो देशलाई लुट्ने हो कि। र अन्तिममा हाम्रो जिन्दगी बित्ने भनेको खाडीमै हो। र हामीले खाडीमा आफ्नो रगत र पसिना बगाएर कमाएर पठाएको रेमिट्यान्सले नै हाम्रो देश चल्ने हो।